ओहो साथी यार धेरै पछि भेट भएको छ त यार। हो यार धेरै पछि भेट भयो यार। अनि के छ त नयाँ नौलो हालखबर सुन्न घरतिरको? ए घरतिर त अब बिहानै उठ्छु, अब चिया बनाउँछु। अब तँलाई थाहा छँदैछ मैले चिया कति मिठो बनाउँछु। आफ्नो लागि बनाइरहेको हुन्छ, त्यहीमा 1 कप थपेर तेरो भाउजूको लागि नि बनाइदिन्छु। उसले नि खान्छे। अब चिया खाइरहेको हुन्छ त्यतिकै के बस्नु जस्तो लाग्छ, अनि त्यसपछि खाना पकाउन थाल्छु। अब आफ्नो लागि बनाइरहेकै हुन्छ, छोर यति थपेर तेरो भाउजूको लागि नि बनाइदिन्छु, उसले नि खान्छे सँगै। त्यसपछि अब दिउँसोको खाजा मैले आफ्नो लागि त बनाइ नै हाल्छु। अब दिउँसो घरमा एक्लै के बनाओस्, त्यही भएर आफ्नो बनाइरहेकै हुन्छ, छोरे उसलाई नि बनाएर राखिदिन्छु। हो अब दिउँसभरि अफिसको कामपछि बेलुका घर आउँदा चिया खान मन लागिहाल्छ। अब तँलाई थाहा छँदैछ मैले चिया आफै पकाउँछु। आफ्नो लागि बनाएको बेला 1 कप तेरो भाउजूको लागि बनाइदिन्छु। अब चिया खाँदा खाँदै त्यत्तिकै के बसम हुन्छ, अनि बेलुकाको खाना पनि बनाइदिन्छु। अब आफ्नो लागि बनाएकै हुन्छ, थोरै थपेर तेरो भाउजूको लागि बनाइदिन्छु। अब रह्यो भाँडा मात्रै। दिउँसभरि सबै आफूले गरेछ, उसलाई दुःख हुन्छ, बिचारालाई गाह्रो हुन्छ होला भनेर त्यो पनि म आफै माग्छु। हो अनि तेरो के छ त? अनि घरतिर के चल्दैछ? जिन्दगी त मेरो पनि कुकुरको जस्तै चलिरहेछ नि। तर के गर्नु, तँले जस्तो मिलाएर भन्नु आउँदैन।